प्रश्न गर्नुभयो, धन्यवाद छ। पुष्टि भएको छ। यदि हाम्रो पार्टी वा त्यतिखेरको नेकपा हामीले सडक आन्दोलन नगरेको भए, सर्वोच्च अदालतमा रिट नहालेको भए केपी ओली सरकारमा रहिरहन्थ्यो। उसले मध्यवर्ती इलेक्सन गर्ने उसको धाउ थियो, तर मध्यवर्ती इलेक्सन हुनेवाला थिएन। यो मुलुकमा मध्यवर्ती इलेक्सन नभएपछि पछाडि के हुन्थ्यो? संविधानले के को परिकल्पना गरेको छ? त संविधानले परिकल्पना गरेको भए विपरीत मुलुकमा जान्थ्यो। केपी ओलीले उहाँले निकास दिन खोजेको होइन, मध्यवर्ती इलेक्सन गर्न चाहेको होइन। उहाँले त आफू सत्तामा बसेर अझ सत्तालाई निरङ्कुशतावादी चिन्तन र सोच विचारबाट अब सत्तामा रहिरहने, चुनाव गर्ने मनसाय होइन। चुनाव हुने सम्भावना पनि थिएन। त्यसको अवस्थामा हामी बाध्यात्मक हिसाबले सडक आन्दोलन भयो। सडक आन्दोलनबाट हामीले सफलता प्राप्त गर्यौँ। सर्वोच्च अदालतले आन्दोलनकारीको पक्षमा निर्णय दियो। र अर्को पुष्टि के प्रमाणित भयो भन्नुहुन्छ भने, यदि नेकपा एकीकृत समाजवादी पार्टीले विद्रोह गरेर यो पार्टी स्थापना नगरेको भए नेकपा एमाले सत्ताच्युत भएर बाहिर आउने अवस्था थिएन। सम्झना होला, दुई पटक सर्वोच्च अदालतले उहाँलाई परास्त गर्दा पनि टाँसेर जुगो टाँसेर गर्नुभयो केपी ओली। त्यो इतिहास साथी छ नि त सरोजी। त्यसको कारणले गर्दा यसको यो निरङ्कुशतालाई साइडमा ल्याउनुपर्छ, कम्युनिस्ट पार्टीलाई विधिमा ल्याउनुपर्छ भन्ने मान्यताले एउटा काम त्यहाँ पुष्टि हो। यदि हाम्रो पार्टी नयाँ पार्टी स्थापना गरेर नयाँ गठबन्धनको एलायन्स गरेर हामीले निर्वाचनमा भाग लिन सक्यौँ। स्थानीय निर्वाचन भयो, सङ्घ र प्रदेशको निर्वाचन भयो, त्यसले एउटा सफलता प्राप्त गरेको छ। हामीले विद्रोह गरेको पुष्टि भएको छ, परिणाम आएको छ। नत्र मुलुकमा निर्वाचन हुनेवाला थिएन। हामी सबैले सर्वविधि रहेछ। तपाईँ झन् मिडियाकर्मी साथीहरूले राज्यको 14 अङ्ग भनेर भनिन्छौँ हामी, तपाईँलाई झन् जानकारी भएको कुराहरू हो। राजनीतिक हिसाबले यो विश्लेषण गर्न सकिन्छ। अगाडिकै कुरा गर्नुहुन्छ, यहाँहरूले सर्वविधि नै छ। म नेकपा एमालेको 9औं महाधिवेशनबाट म निर्वाचित जिल्ला अध्यक्ष हुँदै मैले त्यो सिङ्गो कमिटीलाई नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित गर्ने एउटा नेतृत्व गरिएको व्यक्तिभित्र पनि पर्दछु। र मैले त्यो सिङ्गो कमिटीलाई एकीकृत समाजवादीमा रूपान्तरण गर्दै आज म नेकपा एकीकृत समाजवादीको पार्टी केन्द्रीय कमिटीको पूर्व सदस्यको रूपमा कार्यरत गरिरहेको छु। दाइले स्थापनाको त कुरा गर्नुभयो होइन, कारण बताउनुभयो। अब हाम्रो पार्टी एकीकृत समाजवादी स्थापना भएर आज आइपुग्दै आज यसको औचित्य कसरी पुष्टि भयो? यो स्थापना गर्नुको जुन उद्देश्य थियो, त्यो उद्देश्य कसरी पुष्टि भएर हामी अहिले त्यसलाई पूर्ण तपाईँको चाहिँ उद्देश्य हासिल गर्नको लागि हामी क्रियाशील हुने दौरानमा चाहिँ कुन अवस्थामा आइपुगेका छौँ त? हाम्रो पार्टी कुन अवस्थामा आइपुगेको छ? गतिविधिका हिसाब किताबले, राष्ट्रिय राजनीतिमा हाम्रो पोजिसनका हिसाबले, हामीले उठाएका मुद्दाहरूका हिसाबले दाइले अलिकति यो राष्ट्रिय स्तरमै यसलाई मूल्याङ्कन गरेर भन्नुपर्दा कसरी भन्नुहुन्छ? बैठक बसालेर सँगसँगै माओवादीको रामबहादुर थापा, टोपबहादुर रायमाझीहरूलाई झलनाथ र माधव नेपालको ठाउँमा पदस्थापना गरेर स्थायी कमिटीमा लाने काम सुरु गर्नु। भनेपछि नेकपा एमाले यो खालको निरङ्कुशतावादी, यो खालको स्वच्छाचारिता प्रदर्शन गरेको परिणामले गर्दा हामी नेकपा एकीकृत समाजवादी पार्टी सिर्जना गर्न बाध्य गराउने काम नेकपा एमालेका वर्तमान प्रधानमन्त्री, वर्तमान नेकपा एमालेको अध्यक्ष, हिजो पनि उहाँ नै अध्यक्ष हुनुहुन्थ्यो, त्यो अवस्थामा पुर्याएको कारणले गर्दा हामी यो पार्टीले वर्गीय चरित्र, वर्गीय आन्दोलन सबै कुराहरू उठेर आघात गरेको कारणले गर्दा हामी एउटा स्वच्छ कम्युनिस्ट पार्टी, यो मुलुकमा पछाडि परेको वर्ग, पछाडि परेको समुदाय र यसलाई अब कम्युनिस्ट पार्टी चाहिँ एउटा समाजवादको मूल नीति कार्यक्रम ल्याएर विद्यमान कम्युनिस्ट पार्टीहरूभन्दा अरू कम्युनिस्ट पार्टीभन्दा एउटा क्रान्तिकारी नीति कार्यक्रमका सहित जनताका जानुपर्छ भन्ने हिसाबले नेकपा एकीकृत समाजवादी पार्टी स्थापना भएको छ। चाहिँ राम्रो सन्देश पनि भयो। नेपालमा
ठुलो कम्युनिस्ट पार्टी झन्डै 2/3 कम्युनिस्ट पार्टी पनि हामीले बनायौँ। तर परिणाम कम्युनिस्ट पार्टीको सिद्धान्त, कार्यक्रम, नीति 2/3 सरकार हुँदा पनि ल्याउन सकेन। अल्पमतको सरकारमा नेकपा एमाले गर्नुभएको, मनमोहनले गर्नुभएको बेलाको कार्यक्रमले पनि सुव्यवस्थित गर्न सक्नु भएन। त्यसको सँगसँगै पछाडि उहाँले चाहिँ संविधानको विपरीत गरेर संसद विघटन गर्ने काम गर्नुभयो। त्यसको विरुद्धमा इतिहासमै भन्नुपर्छ आफ्नै पार्टीले आफ्नै पार्टीको सरकारको विरुद्धमा सडकमा जुलुस नारा लाउनु पर्ने बाध्यता बनाउनु भयो। केपी ओली प्रधानमन्त्री पार्टी अध्यक्ष भइसके पछाडि सर्वोच्च अदालतमा गयो। सर्वोच्च अदालतले उहाँलाई यो चाहिँ संविधानको भावनाभित्र यो छैन है, यो संविधानको अधिकारभित्र पर्दैन भनेर संविधानले उहाँलाई चाहिँ हराउँदा पनि अटेन गरेर भन्नु। यस्तो जब्बर भएको नाताले नेकपा विघटन भयो र अन्तत्वगत हामी नेकपा एमालेमा रह्यौँ। तर नेकपा एमालेमा रहँदा हिजोको सिनियर माधव नेपाल, झलनाथ खनाल, सिनियर नेताहरूलाई उहाँले पार्टीबाट सडक आन्दोलन गरेको बापतमा निष्कासन गर्ने काम गर्नुभयो। उहाँले नेकपा बनाउने कुरा पनि प्रयत्न गर्नुभयो। नेकपा माओवादीसँग पार्टी गठबन्धन मार्फत, चुनावी तालमेल मार्फत 74 सालको सङ्घ र प्रदेशको निर्वाचन मार्फत नेकपा पनि घोषणा गर्नुभयो, 2टा अध्यक्ष बनाउनुभयो। तर उहाँले 2टा अध्यक्षलाई आलो पालो गरी चलाउने भन्ने कुरा थियो, त्यो गर्नु भयो। प्रधानमन्त्री आलो पालो गर्ने भन्ने उहाँहरूको बिचमा नेकपा माओवादीसँग एग्रिमेन्ट भएको रहेछ, त्यो कुरा पनि कार्यान्वयन गर्नु भएन। त्यति मात्र भएन, उहाँले पार्टीलाई बैठकै बोलाउनु भएन, सचिवालयको बैठक बोलाउनु भएन। कम्युनिस्ट पार्टीमा त जनप्रतिनिधिहरू पार्टीको अधीनस्थमा रहन्छ भन्ने त्यो कम्युनिस्ट पार्टीको सिद्धान्त छ। पार्टीले जनप्रतिनिधिलाई निर्देशित गर्ने हो। तर निर्देशित गर्दा पार्टीले संविधानको मर्म प्रशासनिक कार्यक्षेत्रमा रहेर, कार्यक्षेत्रभित्र रहेर निर्देशित गर्नुपर्छ। बैठकै बोलाउनु भएन। एवं परिले गर्दा उहाँले निरङ्कुशताको अभ्यासमा परिकल्पना गर्नुभयो। सरकारको नेतृत्व, पार्टीको नेतृत्व, नेकपाको नेतृत्व पनि गर्नुभयो। हामी खुसी पनि भयौँ। पहिला हामी रणनीतिक योजना बनाउने, तत्कालको निमित्त एउटा कार्यनीति भन्छौँ। तत्कालको कार्यनीति भनेर चाहिँ तपाईँको एउटा हाम्रो पार्टीले अङ्गीकार गरेको, हाम्रो पार्टीले समाजवादको एजेन्डा बोकेको। आजको दुनियाँमा नेपालका नागरिकहरूले शिक्षा र स्वास्थ्यको अवस्था के छ? एउटा विद्यार्थीले A+ ल्याएको छ, उसले राम्रो क्याम्पस पढ्नको निमित्त अहिले सङ्घीय सरकारको माननीयको मन्त्रीको सोर्स बदलाउनुपर्छ। यो नीतिको अन्त्य हुनुपर्छ कि पर्दैन? संविधानले त्यो ग्यारेन्टी गराइसकेको छैन मौलिक हकमा, त्यो कार्यान्वयन भएको छ। त्यो कार्यान्वयन गर्नुपर्छ। शिक्षाको क्षेत्रमा मौलिक हकमा ग्यारेन्टी भएको कुरा सुनिश्चित गर्नुपर्छ भन्ने कुरा हो। अर्को स्वास्थ्यको क्षेत्रमा अहिले स्वास्थ्यको एउटा चाहिँ जीवन बिमा अलिअलि सुरुवात गरेको छ। त्यो जीवन बिमा हिजो सुरुवात गर्नुभन्दा फरक ढङ्गले आएको छ। अहिले म नगरपालिका जनप्रतिनिधि छु। जनताले, नागरिकले स्वास्थ्य बिमामा जाँदाखेरि त्यो अस्पतालमा तोकिएको अस्पताल जाँदाखेरि उसले सर्वसुलभ तरिकाले स्वास्थ्य बिमा कार्य हुन सकेको छैन। अहिले त सुनेको छु, अहिलेको वर्तमान स्वास्थ्य मन्त्री, गठबन्धनको स्वास्थ्य मन्त्रीज्यूले यो सम्भावना छैन, यो 80% मात्रै छुट दिने भन्ने कुराहरू छ। हिजो त घोषणा गरेको होइन, कोही त ठुल्दरले गर्न पाइन्छ। अर्को वर्तमान ताजा कुरा गर्नुहुन्छ भने 13 कार्यक्रम त आइसक्यो। ठुला पार्टीले यो मुलुकका नागरिकलाई आमन चयन गर्ने, आमूल परिवर्तन गर्ने क्रान्तिकारी कार्यक्रम, नीति कार्यक्रम के ल्याइयो त? अब के ल्याउँदैछ त? जेठ 15 त भोलि आउँदैछ।
हामी परिकल्पना गर्न सक्छौँ, हामी आशा गर्न सक्छौँ। त मलाई लाग्छ नेकपा एकीकृत समाजवादीलाई लाग्छ अहिले कुनै जनतालाई साँच्चैको यो 2/3 सरकार वाम र लोकतान्त्रिक भन्छन् कि उहाँहरूको गठबन्धनको सरकारले त्यस्तो उल्लेखनीय कार्यक्रम ल्याउने जस्तो मलाई लाग्दैन। म त के भन्छु भने अब मुलुकमा विकल्प खोजिएको छ। विकल्पको नाममा यो स्वतन्त्रताको नाममा स्वतन्त्र पार्टीहरूको विकल्प हुन सक्दैन। फेरि स्वतन्त्रको विचार के, दृष्टिकोण के, कार्यनीति के, रणनीति के, लक्ष्यविहीन हो। केही मतहरू तलमाथि आउन सक्ला। राजनीतिक पार्टीहरूसँग असन्तुष्टि रहेका अलिअलि त्यस्तै खालका युवाहरू, त्यस्तै खालका सिङ्गल मान्छेहरूले मतदान गर्नु सक्ला। कतै कतै केही परिणाम पनि आउलान्, तर दिगो लक्ष्यसहितको नेपाली जनतालाई सुशासनको अनुभूति दिने खालको चाहिँ पार्टीको रूपमा नेकपा एकीकृत समाजवादीले नेतृत्व गर्नुपर्छ। त्यो दृष्टिकोण, त्यो लक्ष्य बोकेर नेकपा एकीकृत समाजवादी पार्टी स्थापना भएको छ। उहाँहरूको विरुद्धमा नेपाली काङ्ग्रेसको रुख चिन्ह लिएर नेकपा एमालेको उम्मेदवार बनेको इतिहास ताजा चाहिँ छैन। अनि ठुल्ठुलो पार्टी कहाँ पुग्नुहोस् भाइ, एउटा उदाहरण दिएपछि काफी हुन्छ लाग्छ मलाई। त्यो तहमा किन पुग्नु पर्यो? दुईटा ठुल्ठुलो पार्टीहरू सरकारमा छ, चुनाव सामना गर्न एउटा चाहिँ पालिकाको उपाध्यक्ष जस्तो लाग्छ मलाई, उपाध्यक्ष वा अध्यक्ष, त्यो पार्टीको अध्यक्ष उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार रुख चिन्ह लिएर हुनु परेको छ। के यो पार्टीको मूल्य मान्यता दृष्टिकोण लक्ष्य उद्देश्य प्राप्तिको निमित्त हो र? अब यही मैले जाने भने भावी दिनमा मिसन 84 भन्छ नि सबैजना, विशेष गरी केपी ओली मिसन 84 के त हो भरि हेरौँ। वर्तमानको कुरा गर्नुहुन्छ भने 2/3 सरकार सदनमा एउटा नयाँ विधेयक ल्याउँदाखेरि झुकिएर कोठाबाट सदनमा बैठक नबोलाइकन केपी ओलीले 2/3 आडमा बहुमतको आडमा छल्न खोजेको थियो सदनलाई। सक्नुभयो उहाँले, सक्नुभयो, किनकि संविधान विपरीत थियो। अर्को पुष्टि के हुन्छ भने केपी ओली सदा संविधानको कानुनको बर्खिलाफमा कामकाज गर्ने प्रधानमन्त्री पार्टी अध्यक्ष भन्ने कुरा हामी बुझ्न सक्छौँ। त हामीले त्यो परिणाम जुन खालको यहाँले सोध्नु भएको परिणामलाई हामीले पर्याप्त गर्न सकिन्छ। यो छ गठबन्धनको काङ्ग्रेस एमालेका ठुला दलहरूको जुन गठबन्धन बनेर सरकार बनेको छ त्यसको अहिले मूल्याङ्कन गर्नु पर्यो भने दाइ कसरी गर्नुहुन्छ? र हामी निश्चित रूपमा विपक्षी पार्टीको रूपमा अहिले संसदमा भूमिका खेलिरहनु पर्दाको अवस्थामा हामीले उठान गरेका मुद्दाहरूले त्यो सरकारका गतिविधि उसको कार्य सम्पादनमा कस्तो खालको प्रभाव पारिरहेका छौँ, हामीले प्रभावित बनाइरहेका छौँ भनेर दाइलाई मैले प्रश्न गर्न चाहेँ। बडा राम्रो प्रश्न गर्नुभयो सरोजी, बडा गम्भीर खालको मार्मिक खालको। कुनै पनि मुलुकमा यस्तो चाहिँ ठुला बडा पार्टीहरू वर्तमानसम्म, विगतदेखि वर्तमानसम्म ठुला पार्टीहरू कुनै पनि मुलुकमा, चाहे नेपालको कुरा गर्नुहोस् चाहे एसियाको कुरा गर्नुहोस्, मैले चाहिँ मेरो स्मरणमा म राजनीति गरेको अहिले लगभग 40-44 वर्ष म एउटा राजनीतिक पोलिटिकलमै पार्टीको जिम्मेवारी विभिन्न तहमा लिएर काम गरेको मेरो अनुभव छ। मैले बुझेसम्म फर्स्ट पार्टी र सेकेन्ड पार्टीको एलायन्स कहाँ पनि भएको छैन, नेपाल पनि भएको छैन, एसियामा पनि भएको मैले बुझेको छैन। अब नेपालमा भयो तपाईँको प्रश्नलाई एउटै उत्तर दिएपछि पुग्छ जस्तो लाग्छ मलाई। उपनिर्वाचन त सामना गऱ्यौँ न हामीले, स्थानीय तहको उपनिर्वाचनको सामना गर्दाखेरि रुकुम जिल्लाको कुन पालिका हो त्यहाँको चाहिँ पालिकामा माओवादीको विरुद्धमा माओवादी सिँगै छ एक्लै, माओवादी र एकीकृत समाजवादीको अलिअलि एलायन्स पनि छ क्यारे। हामीले सोचेका खालको परिणाम प्राप्त गर्नु सकेनौँ।
यसमा अर्थ छ, कारण छ। पहिला कुरो हामीलाई समय पर्याप्त थिएन। सुरु कुरो हिजो यो समूहमा रहनु भएको अधिकांश नेताहरूले धोका दिनुभयो यो टिमलाई, पहिलो कुरो। दोस्रो कुरो, हाम्रो पार्टी स्थापना भएको 1 वर्ष 12-13 महिना मात्र बितिरहेको अवस्थामा मुलुकमा स्थानीय तहको निर्वाचन र 1.5 वर्षको हाराहारीमा सङ्घ र प्रदेशको निर्वाचन सामना गर्नु पर्यो। बहुदलीय व्यवस्थामा, दलीय व्यवस्थामा दलले प्रतिनिधित्व गर्नुपर्ने, दलले मत माग्नुपर्ने, दलले अगुवाई गर्नुपर्ने, त्यो तहमा हामी स्थानीय तहमा हाम्रो पार्टी 77 जिल्लामा पार्टी विस्तार भयो, 7वटै प्रदेशमा पार्टी विस्तार भयो, तर पालिकामा वडामा पार्टी चाहिँ विस्तार हुन नसकेको अवस्थाले गर्दा हाम्रो पार्टी राष्ट्रिय पार्टीको रूपमा हामी रहन सकेनौँ, थोरै मतले पुगेन। त्यस कारणले गर्दा हामीले नेकपा एकीकृत समाजवादीले जुन उद्देश्य, जुन लक्ष्यका सहित जुन दृष्टिकोण बोकेर हाम्रो पार्टी स्थापना भएको थियो, त्यो हिसाबले हामीलाई समयको अभाव रह्यो। हामी ठुल्ठुला पार्टीहरूको बिचमा, पुराना पार्टीहरूको बिचमा, पुरानो मात्रै होइन सरोजजी, तपाईँ त पत्रकार पनि हो। हिजो हामी एमाले त हामी पछाडि बनाएको, हिजो त हामी माले, संस्थापक माले, हाम्रो नेतृत्व गर्ने नेताहरू यही पार्टीमा हुनुहुन्छ। जिल्लामा नेतृत्व गर्ने पार्टी मालेकालदेखि नेतृत्व गर्ने पार्टी कृष्णप्रसाद सापकोटा, शिवबहादुर देउजा, अहिले स्वर्गीय हुनुभयो विद्युत सापकोटा, अहिले हामी मुकुन्द गौतमदेखि हामी सबैजना अहिले नेकपा मालेदेखि सङ्गठन गर्दै आएको। हिजो 47 सालमा मार्क्सवादी र मालेको एकीकृत भए पछाडि एमाले बन्यो। त्यसभन्दा पछाडिका तपाईँ हामी एमाले। अहिले भनिन्छ जनताले, नागरिकले तपाईँले बनाएकै पार्टीमा छु नि, तपाईँले सङ्गठित गराउनु भयो भनेर हामीलाई बिचरा क्वेसन गर्छन्। नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना, नेकपा एकीकृत समाजवादी पार्टीको वर्तमान अवस्थाको सन्दर्भमा हाम्रो पार्टी नेकपा एमालेसँग विद्रोह गरेर नयाँ पार्टीको रूपमा हामीले निर्माण गरेको नयाँ पार्टीको रूपमा हामी स्थापित भएका छौँ। र यो पार्टी एउटा नेकपा एकीकृत समाजवादी पार्टीले एउटा कम्युनिस्ट पार्टी वर्गीय चिन्तनबाट नेकपा एमाले जुन स्खलित भयो, नेकपा एमालेको नेतृत्व केपी ओली प्रधानमन्त्री, पार्टी अध्यक्ष हुँदाको अवस्थादेखि लिएर उहाँले गर्नुभएको उहाँको व्यक्तिको हाबी कम्युनिस्ट पार्टी विधिको शासन व्यक्तिको जिम्मेवारी भन्ने जुन पुष्पलालले परिकल्पना गर्नुभएको त्यो सिद्धान्तलाई उहाँले स्वीकार सक्नु भएन। उहाँले नेतृत्व गर्नुभएको पार्टीको प्रमुखको नाताले, राष्ट्रको प्रधानमन्त्री कार्यकारी प्रमुखको नाताले पनि दुईटै कुराहरू हुँदा पनि उहाँले त्यो काम गर्न सक्नु भएन। अथवा 84 को चुनावको पेरिफेरीलाई लक्षित गरेर अगाडि सार्ने एजेन्डाका हिसाबले भनौँ होइन। अब मत माग्नका लागि पनि एजेन्डा चाहियो। अब मत पाउनका निम्ति एजेन्डा मात्र अगाडि सार्नु भएन। तात्कालिक जुन मुद्दाहरू अहिले सरकारसँगका विरुद्ध उठिरहेका छन्, चाहे तपाईँको बिजुलीका प्रसङ्गहरू हुन्, चाहे भ्रष्टाचारका विषयवस्तुहरू हुन्, चाहे अब अहिले चाहिँ तपाईँको एउटा गभर्नर नियुक्ति गर्नेसम्म आइपुग्दा सरकारले देखाएको जुन रवैया छ, अब एजेन्डा भने यस्तै कारणले यस्तै विषयवस्तुहरूबाट पनि बन्ने हुन् जनतालाई आकर्षित गर्न होइन। त्यसमा दाइले एउटा टिप्पणी गर्नु पर्यो भने, आफ्नो राजनीतिक धाराको हिसाबले टिप्पणी गर्नु पर्यो भने त्यसले आगामी निर्वाचनलाई कसरी प्रभावित पार्न सक्छ? हामी अहिले ताजा हाम्रो माग के हो भन्नु छ भने ताजा जनजीविकाको सन्दर्भ उठाएका छौँ। 1 नम्बरमा
किसानले दुःख गरेर उत्पादन गरेको दुधको मूल्य पाएको छैन। सरकारले किन कार्य गर्न सक्दैन? दुध विकास संस्थान बोर्डले किन कार्य गर्न सक्दैन? नेपाल सरकारले। प्राइभेट डेयरीहरूले 55 दिनमा अहिले पैसा बाँडिरहेको छ, प्राइभेट डेयरीले। अनि संघीय सरकारको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको प्रधानमन्त्री अनि ठुल्ठुला पार्टीको नेताहरूले चाहिँ त्यो किसानको दुधको पैसा दिनु पर्दैन? एउटा